हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईलाई मेरो धेरै समयपछिको भ्लगमा। मैले चाहिँ आज धेरै समयपछि युट्युबमा भ्लग बनाएको छु हैन। त्यसैले सबैले चाहिँ स्किप नगरिकन भिडियो हेर्दिनु होला। मैले चाहिँ युट्युबमा धेरै भयो भिडियो चाहिँ अपलोड गरेको थिएन, तर अब चाहिँ गर्ने छु। सबैले हेर्दिनु होला, सपोर्ट गर्दिनु होला। मैले युट्युबमा भिडियो किन अपलोड गरेको थिएन भने चाहिँ म चाहिँ आजभोलि चाहिँ नेपालदेखि बाहिर नै छु के। म चाहिँ आजभोलि चाहिँ नेपालदेखि बाहिर नै छु हैन। त्यही भएर चाहिँ मैले भिडियो पोस्ट गरेको थिएन, तर अब चाहिँ अलिकति युट्युबमा भिडियो पोस्ट गर्ने वातावरण भएको छ हैन। अलिकति फुर्सद मिलेको छ। अब चाहिँ म युट्युबमा जोड दिएछु, युट्युबमा भिडियो पोस्ट गर्ने छु, युट्युबमा नियमित भिडियो पोस्ट गर्ने छु, भ्लग ल्याउने छु, कन्टेन्ट भिडियो ल्याउने छु। हजुरहरूले चाहिँ जुन पहिले सुरुमा जुन माया देखाउनु भएको थियो त्यस्तै माया फेरि पनि देखाइदिनु होला भन्न चाहन्छु हैन। अब म चाहिँ अब आफ्नो कुनै डेली भ्लग, अब कुनै यस्तो कन्टेन्ट सबै अब युट्युबमा जोड दिएछु हैन। अब तपाईहरुले चाहिँ सपोर्ट गर्नु होला, माया देखाइदिनु होला है त। मैले चाहिँ आज चाहिँ म चाहिँ के काम गर्छु, के कुरा गर्छु त्यो सब आजको भ्लगमा देखाउने छु है त। भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला है त। म चाहिँ अहिले चाहिँ नेपालदेखि बाहिर छु हैन। नेपालदेखि बाहिर चाहिँ के गर्छु भनेपछि चाहिँ मैले चाहिँ काम गर्छु हैन। त्यही हो, म चाहिँ मैले गर्ने काम सबै भ्लगमा देखाउने छु हैन। अब हैन मैले चाहिँ के काम गर्छु भनेपछि चाहिँ बगैँचामा काम गर्छु। बगैँचा चाहिँ यो हैन, यो चाहिँ सब स्याउको बगैँचा हो। अहिले चाहिँ सब यसको फल फुल केही छैन, अब यसको फुल्ने समय हुँदैछ। अहिले चाहिँ हामीहरूले चाहिँ स्याउहरूलाई चाहिँ के गर्छौँ भनेपछि चाहिँ गोड मेल गर्छौँ, कटिङ गर्छौँ, अनि स्याउ वरपरको घाँसहरू सफा गर्छौँ, त्यही गर्छौँ। यता चाहिँ म बस्ने ठाउँमा चाहिँ अलिकति चिसो हुन्छ के। म चाहिँ अलिकति टपमा छु हैन, त्यही भएर चाहिँ अलिकति चिसो हुन्छ। अब हिउँ पर्ने समय पनि हुन लागिसक्यो यता त हैन। त्यही भएर मैले चाहिँ बाक्लोकोट लागेको छु नि त। त्यही हो, म चाहिँ बस्ने घर चाहिँ देखाउँछु है हजुरहरूलाई। म बस्ने घर चाहिँ यही हो हैन। अनि यहाँ माथि चाहिँ पुरै हाम्रो चाहिँ पुरै स्याउ बगैँचा छ घरदेखि माथि। म बस्ने घर चाहिँ यही हो हैन। अनि सडक बाटो पनि हाम्रो नजिकै छ, देख्न सक्नुहुन्छ। तर सडक बाटो चाहिँ अलिकति कच्ची छ, तर कच्ची भए पनि तर नेपालको हेरेर चाहिँ यहाँसम्म बाटो पुग्नु चाहिँ धेरै ठुलो कुरो हो कि। किनकि यहाँ चाहिँ अलिकति टपमै हो नि त, अलिकति गाउँ नै हो यहाँको चाहिँ यस्तो छ। तर गाउँ भए पनि चाहिँ धेरै व्यवस्था छ यहाँ चाहिँ, देख्न सक्नुहुन्छ। त्यो पारी देखिराखेको गाडी चाहिँ हाम्रो साउको हैन। अब चाहिँ मेरो चाहिँ काममा जाने समय पनि भइसकेको छ हैन। अब म चाहिँ रेडी भएर चाहिँ काममा जानुपर्छ हैन। अब त्यही हो, अब बिस्तारै म तपाईहरुलाई चाहिँ सबै कुरा देखाउँदै जानेछु हैन। अब आजको भ्लग चाहिँ यति भयो। अब नेक्स्ट भ्लगमा भेट्दैछु भन्दै बिदा हुन्छु। बाई।